हेलो गाइज, वेलकम टु माई अनदर भिडियो हैन। र आजको भिडियोमा चाहिँ म तपाईहरुलाई एउटा स्पेशल कुरा अनबक्स गर्न सिकाइरहेको छु अथवा देखाइरहेको छु भनौं है। र यो स्पेशल कुरा चाहिँ के हो भन्दाखेरि मेरो लागि चाहिँ हैन, मेरो भान्जाको लागि चाहिँ स्पेशल कुरा हो। र स्पेशल कुरा इज नन अदर देन ज्योमेट्री। मेरो भान्जाको लागि ज्योमेट्री हैन मैले किनेर ल्याइदिएको छु। र यो चाहिँ अब उसले आफै अनबक्स गर्छ क्या, म चाहिँ गर्दिनँ। म चाहिँ खिचिदिन्छु र तपाईहरु पनि भिडियो अन्तिमसम्म हेरेर रमाउनु होला ज्योमेट्री भित्र के के रहेछ भनेर र नबोल्ने बिचमा। र त्यसपछि ज्योमेट्रीमा के छ हेरौँला, सँगै हेरौँला। र बोला न एकछिन नबोल। र त्यसपछि ज्योमेट्री मन परे तपाईहरुलाई मलाई सम्पर्क गर्न सक्नुहुन्छ। म तपाईहरुलाई सुपथ मूल्यमा प्रोभाइड गर्नेछु। यसको मार्केट प्राइस रहेको छ 150 रुपैयाँ। यदि तपाईहरुलाई ज्योमेट्री चाहियो भने मलाई कन्ट्याक्ट गर्नुस्। म तपाईहरुलाई 15% डिस्काउन्टको साथ दिन सक्छु, त्यो भन्दा बढी चाहिँ सक्दिन। सो लेट्स स्टार्ट द भिडियो नाउ। र मेरो भान्जा पर्जलले ज्योमेट्री अनबक्स गर्दैछ। मैले कसरी गर्नु भनेको थिएँ, यसले जानेन। ए गुइए त्यो ठेल न, हातले निस्किन्छ उतापट्टिबाट। त्यो च्यात्ने हो नि, नच्याते किन खोला हो त्यसरी। भ्यान्टाडान बट्टा सट्टा फाल्देऊ। एकछिन यहाँ ल्याउ बट्टा पनि देखाइदेऊ। त्यो नखोला एकछिन बट्टा। र ज्योमेट्रीको के भन्दाखेरि ज्योमेट्री X1 ब्रान्डको हो, जो एकदम खतरा ब्रान्डको ज्योमेट्री हो। नेपालको नक्सा भएको हैन, त्यसपछि नेपालको झन्डा भएको एकदम खतरा ब्रान्डको ज्योमेट्री हो। मार्केट प्राइस 150। तपाईहरुलाई 15% डिस्काउन्टको साथ म दिन सक्छु। र लु खोला, बिस्तारै खोला। लु यतापट्टि देखाइदेऊ। ओ माई गॉड, आइफोन 16 नै खोले जस्तो फिल आयो होला तिमीलाई त नि। यो पेन जुन यसलाई काम लाग्दैन, यो म युज गर्छु। यो साइडमा राखौँ, छोड न। र हामीसँग छ स्केल X1 के स्केल, एकदम के छ स्ट्रङ छ, मजबुत छ। यो पनि साइडमा। र यो के भन्छ ग्लु है, केटाकेटीहरूलाई अब पेपरहरू टाँच्न, ड्रइङहरू टाँच्नको लागि युज गर्ने ग्लु। र यो मान्छे धेरै बोल्यो भने यसको म मुख पनि टाँच्दिन्छु यो ग्लुले। एन्ड नेक्स्ट हियर वी हेभ प्रोटेक्टर। त्यहाँ बस्न अगाडि कहाँ गुजु गरेको, सिधा बस्नु बोलाएर। र यो प्रोटेक्टर छ है, यो पनि X1 ब्रान्डको खतरा प्रोटेक्टर, एकदम स्ट्रङ। हात्तीले किल्चिँदा पनि केही हुँदैन, तर खेलाउने हात्तीले। र यो छ सेट स्क्वायर, ट्रायंगलहरु बनाउनु पर्यो भने एकदम राम्रो। ओ माई गॉड। त्यसपछि अर्को छ फेरि, यो पनि सेट स्क्वायरै भन्छ होला। सेट स्क्वायरको दाजु ट्रायंगल बनाउन काम दिन्छ। त्यसपछि यो कम्पास हैन, यो फलामको कम्पास छ, खिया नलाग्ने कम्पास, स्टेनलेस स्टिल। तर यो कम्पास यो मेरो भान्जालाई काम लाग्दैन। यसले स्कुल लिएर गयो भने साथीलाई घोच्दै बस्छ अनि घोचाइ खान्छ। त्यसपछि यहाँ नेक्स्ट के छ, यो डिभाइडर भन्छ होला यसलाई, डिभाइडर भन्छ। यो यसको काम के हो अहिलेसम्म मलाई थाहा छैन, तर मैले युज गरेको थिएँ होला सायद 9 मा कि 10 मा ज्योमेट्री पढ्दाखेरि। त्यहाँदेखि मैले युज कहिले गरिनँ लाइफमा। त्यसपछि सार्पनर, सस्ता सार्पनर, 5 रुपैयाँको सस्ता सार्पनर, रातो कलरको, रातो रहेछ। त्यसपछि X1 ब्रान्डको इरेजर चाहिँ राम्रो रहेछ, 5 रुपैयाँको। त्यसपछि यो भयो, त्यहाँभित्र त केही छैन होला। के छ अर्को, यो पेन्सिल। मभन्दा कालो पेन्सिल रहेछ। मभन्दा भाँच्यो क्या हो, यो होइन रहेछ। मभन्दा कालो पेन्सिल रहेछ, तर राम्रो लेख्छ होला। हेरौँ, यत्रो पेन्सिल रहेछ त, पहिला त कति लामो हुन्थ्यो त। अनि यो राख्ने भयो बटुका यसको। त्यसपछि यो ज्योमेट्री भयो, ज्योमेट्री ठोट्रे प्लान। र यो हो X1 ब्रान्डको एकदम खतरा, विश्वासिलो, भरपर्दो ज्योमेट्री। यदि तपाईहरुलाई पनि चाहिएमा कन्ट्याक्ट गर्नु होला। मार्केट प्राइस मात्र 150 हो। र तपाईहरुलाई चाहिँ म 15% डिस्काउन्टमा दिन सक्छु, त्यो भन्दा बढी सक्दिनँ। यसो हेरिदिनु न मलाई पनि। र भिडियो मन परे सबैले के गर्नु पर्छ, गर्नु अरे सब्स्क्राइब गर्नु, लाइक गर्नु, बेल पनि थिच्नु, बेल आइकन पनि थिच्नु। ल एउटा लास्टमा भन्दियो त, तिमीलाई नयाँ ज्योमेट्री पाएर कस्तो लाग्यो त? खुसी लाग्यो? अनि तिमीले मलाई थ्याङ्क यू त भनेनौ? ल ओके गाइज, थ्याङ्क यू फर वाचिङ द भिडियो। आई लभ यु अल। काटिन हो छिटो।